एभ्रिवान र आज चाहिँ यो भिडियोमा चाहिँ एउटा सानो अनबक्सिङ छ। अनबक्सिङ चाहिँ के को भन्दाखेरि चाहिँ म देखाउँदैछु है। र यो चाहिँ अब धेरै समय पछि हैन, धेरै मैले यसको लागि वेट गरेँ। आज फाइनली मैले प्रोडक्ट पाएँ है। फोन मलाई धेरै अगाडि दिएको उयो गर्नु थियो, किन्नु मन लागिरहेको थियो, बट प्रोडक्ट एभाइलेबल नभएकोले गर्दा मैले किनेको थिइनँ। र आज फाइनली मैले कर्सियङबाट किनेँ र सिल त अलरेडी ब्रोकन छ है, किनभने मैले दोकानमा चेक गर्नुपर्ने थियो, त्यसले गर्दाखेरि सिल उयो गरेर तोडेर आएँ। अनि र यो चाहिँ मैले लिएको छु तपाईको कति भने 16 GB एन्ड 512 GB भेरिएन्ट हो। अन्त यो 16 512 GB हो। र यसमा चाहिँ खोली हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि एकछिनै अनबक्सिङ हुँदैछ है। OnePlus 13R चाहिँ मलाई अस्तिदेखिको किन्नु मन लागेको थियो है। अन्त यहाँनिर हाम्रो सानोबडे सधैँको युजर म्यानुअल र योपालिको एउटा राम्रो कभर दिएको छ, सिलिकन कभर रहेछ हो, दुईपट्टि ग्रिप भएको मजाको रहेछ कभर पनि। त्यसको बादमा सिम इजेक्टर पिन योपालि छैन होला, सायद यहाँनिर छैन हो। अन्त यो मेरो बिल भइहाल्यो। र बिल भन्दाखेरि मलाई चाहिँ यो तपाईको अनलाइनमा जति रेट छ त्यति रेटै पर्यो दोकानमा, हाम्रो यहाँ कर्सियङबाट लिएको र म सधैँ उहाँहरूकोबाटै लिन्छु है। यो वर्ष मात्रै मैले बाबालाई र मलाई गरेर दुईटा तीनटा फोन किनेँ हाम्रो फ्यामिलीलाई। अन्त म सधैँ त्यहीँबाट किन्छु र फाइनली मेरो फोन चाहिँ यहाँनिर छ। र फोनलाई चाहिँ यसरी खोलिली हेर्नु पर्दाखेरि चाहिँ फोन चाहिँ यो टाइपको छ, क्यामेरा बम्प पनि यस्तै छ। र मैले चाहिँ OnePlus म पहिल्यैदेखिको अहिले मेरोमा 11R छ र 11R पनि लगभग सेम छ, यतिकै स्लिम छ, क्यामेरा बम्पहरू यतिकै छ। र फोन चाहिँ अहिले यो खालको छ, 16 GB प्लस 512 GB स्टोरेज भएको हो। र बक्समा चाहिँ हामीलाई चार्जर हो, अन्त सिम इजेक्टर पिन चाहिँ यहाँभित्र देख्न पाइन्छ हामीले। र यो फोन चाहिँ मलाई अस्तिदेखिको पुरा मन परेको थियो है, आज फाइनली किन्न पाएँ मैले र धेरै खुसी लाग्यो। र थ्याङ्क यू सबैजनालाई अनबक्सिङ हेरिदिनु भएकोमा। र त्यो सँगसँगै एउटा त्यहाँ दादालाई मैले भन्दाखेरि है, अब म त कन्टिन्यू किनिबस्छु, यही वर्ष मात्रै 3टा फोन भयो मैले फ्यामिलीलाई किनिदिएको तपाईँकोबाट भन्दा चाहिँ दादाले मलाई एउटा सानोबडे लन्न त भाइ भनेर चाहिँ एउटा टेकमेटको यो इयरबड्स दिनुभएको थियो हो। यो पनि राम्रै क्वालिटीको छ, मैले टेस्ट गरेर हेरेको। र फोन पनि तपाईँको जति अनलाइनमा रेट थियो त्यतिमै मैले पाएँ है। टोटली मलाई पर्यो 48,500 सबै गरेर, अनलाइनमा तपाईँको 48,000 थियो। अन्त अहिले लिएर आएर यहाँ मिलाउँदैछ सबै सामग्रीहरू। हस् त, थ्याङ्क यू भेरी मच।